पेट्रोल त सिद्धिएछ, म पेट्रोल लिन जान्छु है, तिमी काहीँ नजाऊ। के भयो यार, मैले तिमीलाई बाइक नजिक बस भनेको होइन? मैले यहाँ कसैलाई देखेँ त्यसैले आएँ। धेरै सुन्न थालेछ होइन? घर जाऊ। के भयो बाबु, किन ढिला उठेको, किन आत्तेको? मामु हल्का सन्चो छैन। नात्यो बाबु नात्यो, म औषधि लिएर आउँछु। हस् मामु। किन बोलायो अखिल मलाई यहाँ? तिमीलाई एउटा कुरा भन्नु छ। के कुरा हो भन न। म तिमीलाई माया गर्छु। के भनेको, हामी साथी होइनौ र? होइन, म तिमीलाई मनदेखि नै माया गर्छु। छोड, म जान्छु। रुक, मैले तिमीलाई माया गर्छु भन्दा पनि तिमी मेरो मायालाई नबुझ्ने। सायद तँलाई मेरो भन्दा पनि आकाशको बढी माया लाग्छ हो। के भनेको, पागल त भएनौ? छोड, म जान्छु। हो, म तिम्रो मायामा पागल भइसकेँ। जो मैले तिमीलाई मायाको प्रस्ताव राखेछु, अब म पागल हुँ। अब म कसैलाई पनि बाँकी राख्दैन। तिमी केवल मेरी मात्र हो, मात्र मेरी, बुझ्यौ? तिमी मेरो मायालाई नबुझ्ने, अब म कसैलाई छोड्दिन। मैले तिम्रो के बिगाडे, मलाई छोडिदेऊ। अझ पनि छोड्दै भन्छौ? मेरो मायालाई नबुझ्ने। ल बाबु औषधि खाऊ, नात्यो नात्यो ठिक भइहाल्छ। स्कुल जानलाई ढिला भइसक्यो बाबु, मैले नास्ता बनाइदिएको छु, खानालाई आऊ। हस् मामु।
आज ढिलो किन गरेको? हल्का आज सन्चो थिएन यार। ल बस। सबैले यो बुझ्नुभयो कि नै र आफ्नो आफ्नो कापीमा राम्रोसँग उतार्नुहोस्। मैले केही गृहकार्य दिएकी थिएँ, सबै आफ्नो आफ्नो गृहकार्य निकाल्नुहोस्। यो कसको चित्र हो साथी? के होइन याद छ म पनि कराएकी थिएँ, मैले पनि ज्यानको भिख मागेकी थिएँ, तर तिमीले मलाई तडपाई तडपाई मार्यौ। अब तिमी पनि बाँच्दैनौ। अञ्जली, मैले जानी जानी गरे होइन, हामी त साथी होइनौ र, मलाई माफ गरिदेऊ प्लिज।